आज म गाईको गोठमा बिताउनुवाला छु पुरै 24 घण्टा यतै खान्छु यतै हग्छु यतै सुत्छु यतै मुत्छु 24 घण्टा बिताउने त भनियो 24 घण्टा बिताउनु लागि हामीलाई खाने र पिउने पानी पनि चाहिन्छ पानीको केही प्रब्लम छैन पानी आउने पानीको पाइप यहाँ छ उ माथि कुवा छ यहीँ पाइप चुटाउन पनि मिल्छ र खानको लागि मैले यो झोलामा लिएर आएको छ पुरै भाँडाकुँडा र केही सब्जीहरू लिएर आएको छु झाडु भाँडा यो चाहिँ खाना बनाउनलाई तेल चक्कु र हाम्रो सब्जी आलु कॉलीफ्लावर टमाटर र हाम्रो यहाँ छ राइस यति राइस भएपछि हामीलाई पुग्छ बनाएर खान्छ हामी भात यदि चामल भएपछि मर्केलाई पुग्छ है केही छैन तलतिर चाहिँ रमाइलो भएर रहेछ कसको बेच पनि त्यो चाहिँ थाहा भएन मैले चाहिँ यहाँ ढुङ्गा ल्याइसकेको छु यो हाम्रो चुलो बनाउनलाई यो चाहिँ हाम्रो पुरानो गाईको गोठ हो मैले अघि गरेर देखाउनु बिर्सेछ यो यसमा बन्छ हाम्रो सब्जी तरकारी बन्छ हाम्रो यसमा त्यही गाई जब म दाउरा खोज्न जान्छु यहीँनिर खोज्छु धेरै टाढा जानु पर्दैन यहाँ समस्या सिकेको पनि छैन है पानीको पनि छैन दाउराको पनि छैन किनभने जङ्गल चाहिँ नजिकै छ त्यही मास्तिर जङ्गल हो तलतिर चाहिँ फेरि यो तलतिर चाहिँ फेरि गाउँ छ अझै तल गाउँ छ गाउँतिर केही तल गाउँतिर चाहिँ बे भइरह हो कि छेवर भइरह हो त्यो चाहिँ थाहा छैन तर माघ पुसमाबाट चाहिँ बे हुन्छ नि त त्यही भएर बे नै होला सायद बे भएर त्यही भएर धेरै हिजोदेखि नै पुरै डेक बजाएको छ त्यही माथि तामाङको लोसार बढी नै रमाइलो झ्याउँझ्याउ पुरै डेक बजाएको रमाइलोको रमाइलो मान्छेहरूले छेरपाटी लगाएर पुरै यो भोज खाएर छेरपाटी चलिरहेको यहाँ अब म यहाँ 24 घण्टा बिताउन सक्छु त्यो चाहिँ मलाई थाहा छैन तर ट्राई यो मेरो फर्स्ट च्यालेन्ज हो 24 घण्टा बिताउने च्यालेन्ज हो यो मेरो
हेरौँ अब सक्छु कि सक्दैन हेर्छु म बिजनवाला चाहिँ यहाँनिर चाहिँ तल किनभने के भनेको आज यहाँ चाहिँ एउटा कुरो चाहिँ के छ भने नि चाहिँ मलाई उयो खोल्सामा रात भएपछि चाहिँ तर्साउनु दिन्छ कि तर्साउँछ त्यही भएर यहाँ रात परेपछि म कहिले पनि जाँदैन घर त छ यहाँनिर तर टाढा छ कि यो चाहिँ हाम्रो गोठ हो घर चाहिँ उता छ तलतिर चाहिँ गाउँ हो कि यो तल गाउँ छ यहाँ दमार भन्छ गाउँ छ तर हामी चाहिँ पाखामै बस्छौँ किनभने यहाँ जङ्गल नजिक छ यहाँनिर जे बनाउने यहाँ तर्साउँछ तर म कहिले पनि बसेको छैन यो गोठमा चाहिँ यहाँनिर करेसा बारी पनि छ सागपात रोपेको पनि छ तर घर चाहिँ यहाँ छैन उता चाहिँ किनभने उता चाहिँ हाम्रो बस्तु राख्छ नि त गाई गोरु बाह्रहरू राख्छ त्यही भएर यहाँ नै राख्छ तर भोलिभरि राख्छ आज भोलि होइन त्यही भएर अलराइट गाइज हाम्रो भात चाहिँ मैले रेडी भइसक्यो अब उचाल्नु पर्ने हुन्छ उचाल्नु पर्ने हुन्छ अब यसलाई चाहिँ पाकेर रेडी भइसक्यो यसलाई चाहिँ यहाँनिर समातेर उचाल्दिनँ होइन यो तातो होला ल हाम्रो यहाँ तरकारी बनाउने कार्यक्रम सुरु हुन्छ कराई पनि बसालेर रेडी भइसकेको छ अब चाहिँ हाम्रो यहाँ तरकारी बनाउने हो तरकारी मजाले बनाएर खाइन्छ घाम पनि ढल्न आँटिसक्यो वा सनसेट घाम ढल्न आँटिसक्यो यतापट्टि करेसो बारी छ यतापट्टि म छ अब आगो चाहिँ खासै बोल्दैन कि तेल डाडु तरकारी तरकारी चाहिँ पाकेर रेडी भइसकेको छ क्या छैन तरकारी चाहिँ पाकिसक्यो अब खाना मात्र पाक्यो रात घाम पनि ढलिसक्यो रात परिसक्यो पुरै चाहिँ माथितिर जङ्गल हो रात परिसक्यो झन् डर लागेर आइसक्यो तरकारी चाहिँ पाकेर रेडी भइसकेको छ एकदम बवाल अब म ल्याम खान्छु गाई है यो उचाल्ने अब यो अब हामी भात खानु पर्ने हुन्छ
हामी चाहिँ अहिले भात खाएर छ। सो फाइनली गाइज म चाहिँ भात खाएर सकाइसकेँ। कता पानतिर लाग्यो पुरै रात पर्सिसकेको पुरै रात पर्सियो। अब हात धुनु पनि हुन्छ हात धुनु पनि हुन्छ। अन्त ज्याकेट पनि ल्याएन गाइज होइन, कस्तो जाडो भइरहेको छ। टी सर्ट मात्रै आएको जाडो भइसकेको छ। ब्ल्याङ्केट छ केही ल्याएन मैले, ब्ल्याङ्केट बहुत केही पनि ल्याएन। लास्टै गाह्रो हुनुभयो कि ब्ल्याङ्केट भन्दा केही पनि ल्याएन मैले चाहिँ। देख्नु सक्नुहुन्छ कस्तो कालो नै कालो भइरहेको त पुरै रात पर्सियो। अब चाहिँ म सुत्छु गाइज होइन, अब म सोध्छु किन बस्नु बाहिर जाडोमा। रातिको 1:15 गएछ। ब्ल्याङ्केटबाट बाहिर निक्लिएन बताउनु दियो। सो गाइज गुड मर्निङ। बिहान भइसकेको छ, रातभर निन्द्रा लागेन गाइज मलाई चाहिँ। ब्ल्याङ्केटबाट निस्किनु पनि सकेन, लास्टै जाडो भयो। मेरो सबभन्दा ठुलो गल्ती चाहिँ म केही नलाइ यो टी सर्ट मात्रै ल्याएर आएको मेरो गल्ती भएछ। यो एउटा सर्ट मात्रै ल्याएर आउने मेरो गल्ती भएछ।
लास्टै चिसो गाइज अहिले पनि ब्ल्याङ्केट छोड्नै सकेको छैन लास्टै हावा आएर चाहिँ अब यतानिर बसेको फर्स्ट टाइम अन्त त्यही भएर अलि कस्तो हुन्छ थाहा थिएन त्यही भएर लास्टै जाडो भयो गाइज होइन ब्ल्याङ्केट पनि मैले यस्तो सानो ब्ल्याङ्केट पनि ल्याएको थियो ओटे पनि त्यो जाडो हुन्छ भनेर के थाहा अब रातिमा ब्ल्याङ्केट पनि निलेन गाइज एकचोटि बाहिरबाट निलेको थियो त्यसपछि मलाई कस्तो डर लाग्यो जस्तो लाग्यो त्यही भएर म निलेन त्यही हो अब यहाँ तल डेक्ची रातभरि बजाएको छ त्यो डिजे हो कि के हो रातभरि बजाउँछ गाई होइन निन्द्रा लाग्नु के हो अब बिहे जस्तो लागेको थियो अब गाउँघरमा यस्तै हो यहाँनिर चाहिँ यस्तो गाई होइन केही रमाइलो कसैको बिहे कसैको बर्थडे भयो भने रातभरि डेक बजाउनु चलाउँछ जसरी आज छ नि हिजोदेखि नै बजाउनु थाल्छ त्यस्तै हो लगातार 2-3 बजाउँछ अब मान्छेको अब त्यस्तो बेलामा हामीले नबजाउँ भनेर नहुने होइन त्यस्तै बढी नै हो त्यही भएर मलाई चाहिँ निन्द्रा लागेर कस्तो डर पनि लाग्यो होइन अब त्यही हो लास्ट जाडो अहिले म निक्लिन सकेको छैन अब मुख धुनु पर्ने अब निक्लिन सकेको छैन अब ब्ल्याङ्केटबाट यस्तो जाडो चाहिँ क्या छैन तपाईँलाई कसरी भन्नु खोइ अब लास्ट चिसो हावा चाहिँ हेर्नु न लास्ट चिसो है त्यही गाइज म अब लास्ट डर लाग्यो अब 1:15 उठेको थिएँ त्यसपछि म उठेन अब खासै निन्द्रा पनि लागेन होइन अब घरमा चाहिँ निन्द्रा चाहिँ लागेन ठाउँ त सहीले हो अब कस्तो तर्साउँछ भन्ने अनुभव भएपछि मेरो मतलब तर्साउँछ भने यतानिर तर्साउँछ भनेर थाहा भएपछि अलिक डर त लाग्दो रहेछ त्यही भएर चाहिँ अलिक मलाई निन्द्रा चाहिँ लागेन त्यही म सुत्नु चाहिँ सुतेँ यस रात चाहिँ बितायो अब हेरौँ अब धेरै छैन 24 घन्टा बित्नु लाग्यो बिहान भइसकेको छ अब एकछिन म यहाँनिर टाइम पास गर्छु त्यसपछि चाहिँ म घर जान्छु होला त्यसपछि मेरो च्यालेन्ज पनि सकिन्छ अलराइट गाइज हाम्रो च्यालेन्ज भइसकेको छ कम्प्लिट हामीले 24 घन्टा यही कोडमा बिताइसकेको छ अब घर जानुपर्ने हाम्रो 24 घन्टा पुरा भइसकेको छ एकदम गाह्रो भयो 24 घन्टा पुरा हुनलाई चाहिँ यस्तो लाग्छ चाहिँ होला होइन चाहिँ अब निन्द्रा पनि भनेको छ पुरा भएन अब घरमा त धेरै बेरसम्म सुतिन्थ्यो अघि हामीले सुत्नु पनि पाएन जाडो त्यही पनि अलिक घाम लाग्यो अलिक ठिक लाग्यो बरु घाम लाग्यो धेरै भइसक्यो नि त घाम पनि लाग्यो हाम्रो 24 घन्टा चाहिँ पुरो भइसकेको छ अब हामी घर जानुपर्ने हुन्छ अब हाम्रो 24 घन्टा चाहिँ पुरो भइसक्यो एकदम बोर हुने चाहिँ 24 घन्टा च्यालेन्ज गर्नलाई चाहिँ लास्टै बोर हुने रहेछ फेरि पनि गर्नुपर्छ यस्तो अब हाम्रो च्यालेन्ज कम्प्लिट भएपछि अब हामी घर जानुपर्ने हुन्छ